हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ। के छ हजुरको खबर? मेरो एकदम ठिकठाक। आज चाहिँ 12 दिन है। म चाहिँ फेरि टाक्क ड्युटीमा जाँदैछु। आजको दिनहरूमा के कस्तो हुन्छ सबजनाले यो भिडियोहरू हेरिदिनु होला। मन पर्यो लाइक कमेन्ट सेयर गरिदिनु होला। निशान गुरुङ पेजलाई पनि फलो गर्न नबिर्सिनु होला। मेरो निशान गुरुङ 9 च्यानललाई पनि सब्सक्राइब गर्न नबिर्सिनु होला गाइज। हाम्रो जुन चाहिँ गाइजहरू अब स्टार्ट हुन लागिरहेको चाहिँ काम चाहिँ खतरा। आज चाहिँ धोबी हान्नुपर्छ है काम चाहिँ केटा। ओ बाथिमा ए आज यहाँ हो खोइ त भाउजू ल्याउनु होइन दाइ सकेन। कहाँ छोरी मान्छे सक्ने बिचराले है धेरै बर्बाद हो नि। ल ल ल ल ल गुम्बा दिन तलै पुग्छ क्या है। ल ल ल है रवि डाँडाको मिठो भाइब्स यहाँबाट। लड्दा यहाँबाट कहाँसम्म उतासम्म न। कति 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 खन्नु लड्दा हिजो हसिङको सरहरू खन्दै हुनुहुन्छ। ल ल दामी। अहिले चाहिँ अब भोलि कुलाको कुनामा चाहिँ खन्न ला सबैजना। भर चाहिँ तलै पुगिन्छ होला सानो है। उता तलै गुम्बा तल त कटिन्छ भरे फिक्स हो। ल दाइ नमस्कार दाइ है नमस्कार। ल हजुर यहाँ हो खन्नी। ल ल ल बुढोहरू यतै गयो क्या हो। ल हाम्रो तल गाउँ चाहिँ मिठो भ्याप्सदेखि चाहिँ यहाँबाट चाहिँ दामी। हामी चाहिँ अहिले भोलि कुना माथि छौँ। पुरानो ट्याङ्कीतिर आइपुग्यो अहिले चाहिँ हामी। अब यहाँ खन्नी हो जोगान छ। ल यो चाहिँ पुरानो ट्याङ्की है। अहिले भन्दा विगत 40-45 वर्ष अगाडिदेखिको ट्याङ्की हो यो चाहिँ। अब यहाँ नै नयाँ ट्याङ्की हुन्छ। र बुढापाटीहरू है हामी चाहिँ चियाचिप्रो खान लाग्यो। सिंहडाँडामा चाहिँ फिनिस भइसक्यो है त काम। अहिले हामी चाहिँ सिंहडाँडामा आयो है त। सिंहडाँडामा चाहिँ काम चाहिँ सकियो। यहाँ पहिला घर सर र घरहरू थियो 5-6 घर भयो जस्तो लाग्थ्यो है। यो सानोमा चाहिँ मैले देख्दा देखेकै हो। अहिले सब पोखर जानुभएको छु। मिठो देखेछ यहाँबाट चाहिँ हाम्रो तल गाउँ चाहिँ। काम चाहिँ खतरा भइरहेको छ है हाम्रो कामहरू चाहिँ। यो चाहिँ पुरानो ट्याङ्की है त। अब यो ट्याङ्की भत्काएर हो गर्छ कि अब कस्तो गर्छ है त। सायद मेरो बिचमा भत्काएर फेरि नयाँ संरचना गर्छ होला। यो चाहिँ हाम्रो यता तल गाउँमा जाने ट्याङ्की है त। ल त्यहाँबाट चाहिँ सिधा तल ल्याउनु रहेछ है त। ढुङ्गा ढुङ्गा हो त है लास्टै यहाँ त। उयो जेन्जी टोली नै आएर रहेछ त यहाँ। आमा कस्तो सुहाएको यहाँ। ल ल ल ल त्यो अहिले मलाई नि झारेको क्या। यो पिर्का बस्नलाई दामी हुन्छ। त्यो म बनाइहाल्छु नि। भोलि माथि खने कि तर खने रे तल होइन होला। ए ल यहाँबाट क्या बान्नसम्म हुँदै ए